धापाखेलमा रहेको नागदह छोटो यात्राको लागि एकदमै सहज गन्तव्य हो। धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल मात्र नभएर बिदाको दिनमा घर बाहिर नजिकै परिवार तथा साथीभाइहरूसँग दिन बिताउन चाहनेहरूको लागि नागदह एउटा विकल्प हुन सक्छ। आफ्नै गाडी हुनेका लागि मात्र नभएर सार्वजनिक यातायातमा यात्रा गर्नेहरूको लागि पनि उपयुक्त गन्तव्य हो यो। नागदह घुमेर नजिकै रहेको सन्तानेश्वर महादेवको मन्दिरमा पनि जान सकिनेछ। अथवा सन्तानेश्वर महादेवको मन्दिर घुमेर केही समय बिताउनको लागि यहाँ आउन पनि सकिनेछ। यहाँबाट वरिपरि डाँडाहरू देखिन्छ। नागदहमा माछा पनि रहेको छ र हाँसहरू पनि पाइन्छन्। दहमा रहेको माछाहरूलाई आहारा दिन मिल्छ। नजिकै जङ्गलहरू रहेकोले गर्दाखेरि पनि होला चराचुरुङ्गीहरू पनि यहाँ प्रशस्त देखिन्छन् र उनीहरूको चिरबिर आवाजहरू सुन्न पाउँदा मन पनि आनन्द हुन्छ। काठमाडौँ नजिकै प्रकृतिको काखमा रमाउन चाहनेहरूको लागि नागदह उपयुक्त गन्तव्य हो।